शुभकामना साँझ मनाउन आइपुगेका छौँ। आशा छ यहाँहरूले आजको कार्यक्रमबाट भरपूर मनोरञ्जन लिनुहुनेछ। आज हामीहरूसँग आकर्षक प्रस्तुतिहरू छन् र यो कार्यक्रमको लागि नेपाली पाठशालाका भाइ बहिनीहरूले महिनौदेखि प्र्याक्टिस पनि गर्दै आइरहेका छन्। यो विशेष दिनमा हामीसँग स्थानीय कलाकारहरू मात्र होइन, नेपाली राष्ट्र कलाकारहरू पनि हुनुहुनेछ। यसको साथै प्रत्येक वर्ष प्रकाशित हुने सङ्गालो यस वर्ष पनि धेरै महिनाको मिहिनेतपछि प्रकाशित भएको छ। उक्त म्यागजिनको आज विमोचन हुनेछ। साथसाथै नेपाली पाठशालाका शिक्षक शिक्षिकालाई अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ। छिटै आउने हाम्रो चाड तिहारको रौनक र खुसीमा हामी सबैलाई जोड्दै आज हामीमा देउसी भैलो कार्यक्रमको पनि मजा लिन जुटेको छ। यस दसैँ तिहार कार्यक्रमको सुरुवात देवी स्तोत्रबाट हुनेछ। यो प्रस्तुति हिन्दू स्वयंसेवक सङ्घका विद्यार्थीहरूले दिनेछन्। यो संस्था
So I think because also all the leadership and team members that have worked with me over the past few years, this partnership and collaboration has extended far beyond this time. And I want to wish and welcome all of you a happy Diwali as we celebrate the Festival of Lights, the 5-day celebration, the sweets, music, dancing, and time with loved ones, families, and friends. Go.
पक्कै लाग्ने छानी बुझ्ने छानी देखेको आथे लाग्ने नै छानी पुग्ने नै छानी भगवानलाई रेलीमाई फुलाएर पाती दबाती भएर जाउँ साथी भगवानलाई रेलीमाई फुलाएर पाती दबाती भएर जाउँ साथी भगवानलाई रेलीमाई फुलाएर पाती दबाती भएर जाउँ साथी एकचोटि तपाईहरु आवाज सुनाऊ है त तिम्रो मायाले बाँधेर राख मेरो सिरानी होस् तिम्रो हामी आज किन पनि एक्साइटेड छौँ भने हामीले थोरै रालेको बारेमा सुनेको थियौँ कि नेपालीहरू चाहिँ यहाँ मजाले नेपाली कला संस्कृतिलाई माया गर्नुहुन्छ, यसरी उपस्थित हुनुहुन्छ। अघि भर्खरै हामीले हेऱ्यौँ तिहारको रमाइलो प्रस्तुत भयो, स्टेजमा यहाँहरू सबैजना बसेर सेलिब्रेट गर्नुभयो। यो सुनेको थियौँ, हामी एक्साइटेड थियौँ र अझ एक्साइटेड चाहिँ हामी किन छौँ भने हामी करिब 2 महिनाभन्दा बढी समयदेखि अमेरिकाको साङ्गीतिक यात्रामा रहेका छौँ र आज चाहिँ हाम्रो अमेरिकाको यसपटकको टुरको अन्तिम कार्यक्रम हो र आजको यो कार्यक्रमलाई चाहिँ हामी भव्य बनाएर रमाइलो गरेर हाम्रो यो सारा थकान चाहिँ मेटाएर आज एकदमै नयाँ ऊर्जा लिएर नेपाल जाँदैछौँ।
ओके अघि मैले एकदमै धेरै कम्प्लिमेन्ट सबैले तिम्रो छेउमा पगिँदै गइहाल्छु खै कसरी आऊ माया भन तिम्रो छेउ लाज भाग्ने आँटे जाग्ने बन्द गरिदेऊ खै कसरी आऊ माया भन तिम्रो छेउ लाज भाग्ने आँटे जाग्ने बन्द गरिदेऊ लाज भाग्ने आँटे जाग्ने बन्द गरिदेऊ Nico,